प्रभु येशू ख्रिस्टको सामर्थ्य नाममा तपाईहरु सबैलाई सलाम। प्रिय, बाइबलमा वर्णन गरिएको प्रार्थनामा हामी ध्यान गर्दै थियौं। लगभग 222 प्रार्थनाहरू बाइबलमा लेखिएको छ। अयुबले गरिएको प्रार्थना, हे पिता, मबाट कति अधर्मको काम अनि पाप भएको छ, मेरो अपराध र मेरो पाप मलाई भनिदिनुहोस्। प्रिय, अयुबले सबै कुरा गुमाए तापनि परमेश्वरको संगतिलाई गुमाउनु हुँदैन भनी सोचिकन सबै कुरा गुमाए तापनि अयुब एक महान आत्मिकताको प्रकट गर्दैछन्। मेरो अपराध मलाई भनिदिनुहोस्, मेरो पाप ममा प्रकट गर्नुहोस्। यसरी प्रार्थना गरे। यस्तो प्रार्थना हामीले दिन प्रतिदिन गरियो कति राम्रो। अहिले नै आफ्नो जीवनलाई प्रभुको इच्छामा सही गर्यो भने कति राम्रो। प्रिय, अयुब कष्टमा परे तापनि सवाल गरेको छैन, मेरो बच्चाहरू किन मरे प्रभु, यसरी प्रश्न गरेन। प्रभु, मेरो सबै कुराहरू मबाट किन लिएको भनी प्रश्न गरेन। मेरो सम्पत्ति मबाट किन दूर गयो भनेर प्रश्न गरेन। उसले आफ्नो जीवनमा जे जति गुमाए त्यसको बारेमा प्रभुकहाँ आएर प्रश्न गरेन। कति अद्भुत छ। हाम्रो जीवनमा हामीले केही गुमायो भने तुरुन्तै परमेश्वरमा हामी प्रश्न गर्छौँ, तपाईँ किन यस्तो गर्नुभयो? त्यो सानो चिज होस् या ठुलो चिज, कुनै पनि चिज हामीले गुमायो भने तुरुन्त कसका प्रश्न गर्नुहुन्छ? परमेश्वर कहाँ गर्नुहुन्छ। अयुबको बारेमा परमेश्वर भन्दै हुनुहुन्छ, अयुब निर्दोष व्यक्ति हो, धर्मी हुनुहुन्छ। सारा संसारमा ऊ जस्तो धर्मी कोही पनि छैन। अयुब भित्र कुन चाहिँ गुण छ भन्दाखेरि उसको जीवनमा सबै गुमाए तापनि कुनै पनि दिन ऊ परमेश्वरमा प्रश्न गरेन। त्यसैले प्रभुका दास चार्लेस स्पर्जनले भनेको छ, वी आर नट हियर टु क्वेसन व्हाई, वी आर हियर टु डु एन्ड डाई। हामी यस दुनियाँमा यसकारण छैनौँ परमेश्वरसँग सोधौँ किन, तर यस दुनियाँमा हामी यसकारण छौँ प्रभुले जे भनेको छ त्यो गरी जीवनलाई समाप्त गर्ने हो। प्रिय, आज हामी धेरैजनाले परमेश्वरमा प्रश्न गर्छौँ। तपाईँको जीवनमा कुनै दुःख पुर्याउने घटना घटेपछि परमेश्वरमा प्रश्न गर्नुहुन्छ। थोरै तपाईँको मनमा दुःख पुर्याउने घटना घटेपछि परमेश्वरमा प्रश्न गर्नुहुन्छ। म सोध्छु, सामान्य रूपमा कुन कुन विषयमा परमेश्वरमा प्रश्न गर्नुहुन्छ? जागिर नमिलेको सम्झ, मलाई जागिर किन मिलेन प्रभु? प्रमोसन नमिलेपछि मलाई किन प्रमोसन मिलेन प्रभु? तपाईँले सोचेको थियो तपाईँ प्रमोसन हुन्छ तर तपाईँको हातबाट खोस्यो। मैले प्रमोसनलाई किन गुमाएँ? मैले जागिरलाई किन गुमाएँ? किन आफ्नो सन्तानलाई गुमाएँ? परमेश्वरमा प्रश्न गर्नुहुन्छ। अनि कतिपल्ट प्रभु, तपाईँले दिनुभयो त यस्तो श्रीमान किन दिनुभयो, यस्तो श्रीमती किन दिनुभयो? प्रभु, यस्तो छोरा किन दिनुभयो? प्रभु, यस्तो छोरी किन दिनुभयो? परमेश्वरले जे दिएको छ त्यसको लागि पनि प्रश्न, जे दिएको छ त्यसको लागि पनि प्रश्न, नदिएको कुराको लागि पनि प्रश्न। प्रिय, कृपया ध्यान दिनुहोस्। अयुबले आफ्नो सबै कुरा गुमाएको थियो। उसले गाई गोरु गुमाए, भेडाहरू गुमाए, गधालाई गुमाए, ऊँटहरू गुमाए, पशुहरू गुमाए, आफ्नो नोकरहरू गुमाए अनि बच्चाहरू पनि गुमाए। अन्तमा आफ्नो स्वास्थ्य पनि गुमाए। आफ्नो सबै कुरा गुमाए तापनि अयुबले परमेश्वरमा प्रश्न गरेन। त्यसको बदलामा उसले के भने थाहा छ? मेरो प्राण गए तापनि म त धार्मिकतालाई छोड्दिन, निर्दोषलाई छोड्दिन। यति धेरै उसले परमेश्वरमा प्रेम गर्थे, धार्मिकतामा जिए अनि निर्दोषलाई प्रकट गरे। प्रिय, योना त प्रार्थना नगरी सुतिरहे अनि दाउद त पश्चाताप नगरिकन शासन गरिरहेको थियो। अनि पवित्र अयुब त परमेश्वरसँग प्रश्न गर्दैछन्। उनीहरू तिनीजना ध्यानसँग हेर्नुभयो भने योना परमेश्वरको विरुद्धमा भागिरहेको थियो अनि दाउद परमेश्वरको विरुद्धमा पाप गर्दै शासन गरिरहेको थियो। अयुब परमेश्वरको इच्छा अनुसार जिउँदै भयानक कष्ट भएर जाँदै थियो। यी तीनमध्ये परमेश्वरमा प्रश्न गर्ने हक अनि अधिकार मानवी सोचमा सोच्यो भने केवल अयुबलाई मात्र थियो। तैपनि प्रश्न गरेन। आफ्नो मुखबाट कुनै पनि अयुबले कुनै पनि पाप गरेन। अद्भुत आत्मिक व्यक्ति थियो। ऊ जब कष्टमा, दुःखमा, बिमारीमा, समस्याहरूमा गइरहेको थियो, जुन मित्र अयुब कहाँ आएर ख्याल राख्नु पर्ने थियो, सहारा दिनु पर्नेको सट्टा के गर्दैछन्? अयुबलाई सताउन थाले, आलोचना गर्न थाले।
उनीहरूले सोच्नु पर्थ्यो हाम्रो मित्र कष्टमा छन्, उसले सबै कुरा गुमाएका छन्, सम्पत्ति गुमाए, ऐश्वर्य गुमाए, आफ्नो सबै कुराहरू गुमाएका थिए। यसरी ख्याल राख्नु पर्थ्यो। ती मित्रहरू आएर उसको आलोचना गर्न थाले, अयुबलाई परेशान गरे, दुःख दिए, प्रिय वेदनामा राख्यो, परेशान गराए। प्रिय थाहा छैन कति साथी किन यस्तो हुन्छ थाहा छैन। तपाईँको जीवनमा आशिषलाई, तपाईँको जीवनमा आत्मिकतालाई अगाडि बढाउनु नसकोस् भन्ने तपाईँको साँचो मित्र बिल्कुल होइन। पिउन जानेछौ भन्ने एउटा साथी हो र? वो मेरो राम्रो साथी हो। तपाईँको राम्रो साथी बर्बाद गर्ने। ओ भाइ, जुवा खेल्न जाउँ भन्ने असल मित्र हो र? तपाईँसँग जे छ त्यसलाई बर्बाद गर्ने। तर आज धेरैजना यस्तै मानिसहरूमा भरोसा गर्छन्, बर्बाद गर्ने साथीहरूमा, बिगार्ने साथीहरूमा, अनि त्यसरी नै निकम्म मित्रमा अनि बर्बाद गर्ने मित्रमा, नाश गर्ने साथीहरूमा भरोसा गर्दै जीवनलाई नाश गर्दैछन्। उनीहरू कसरी साथी हुन्छ प्रिय? साथी को हो भन्दाखेरि तपाईँको भलाइ चाहेर तपाईँलाई घाउ दिने पनि सच्चा मित्र हो। त्यति नै हो। तर तपाईँले जे गर्दै हुनुहुन्छ त्यो गलत हो थाहा पाए पनि तपाईँलाई प्रोत्साहन गर्ने मित्र होइन। तपाईँलाई बुझ्नुहुने, तपाईँलाई सहारा दिने, तपाईँलाई सम्हाल्ने, आवश्यकता परेको खण्डमा तपाईँलाई हप्काएर तपाईँलाई सही गर्ने व्यक्ति साँचो मित्र हो। त्यति नै हो। तर तपाईँको आलोचना गर्ने साँचो मित्र होइन। अपमान गर्ने व्यक्ति पनि साँचो मित्र होइन। बेकारमा तपाईँसँग सवाल गर्ने पनि साँचो मित्र होइन। राम्रो कुराहरूद्वारा एकजनालाई ढाडस दिने गर्नुहोस्। जागिर खाने स्थानमा हुन सक्छ, काम गर्ने स्थानमा हुन सक्छ, सेवाकाई गर्ने स्थानमा हुन सक्छ। हरेक दिन एक असल वचन प्रोत्साहनले भरिएको हामी बोल्न कोसिस गरौँ। उसले अगाडिको व्यक्तिलाई साहस दिन्छ, मजबुत व्यक्तिको रूपमा बदलिदिन्छ। आउनुहोस् प्रार्थना गरौँ। परमेश्वर पिता, तपाईँको मन हामीलाई दिनुहोस्। तपाईँले आफ्नो प्राण क्रुसमा दिँदा बोल्नुभयो, हे पिता उनीहरूलाई क्षमा गर्नुहोस् किनकि उनीहरूलाई थाहा छैन के गर्दैछन्। यसरी तपाईँ प्रार्थना गर्नुभयो प्रभुजी। प्रभु तपाईँ हाम्रो स्वामी हुनुहुन्छ, त्यसैले तपाईँको मन हामीलाई दिनुहोस् ताकि अरूलाई क्षमा दिन सकौँ, अरूलाई शान्ति सान्त्वना हामी दिन सकौँ, अरूलाई दृढ गर्न सकौँ। यस्तो जीवन हामीलाई दिनुहोस्। तपाईँको प्रेमलाई बाँड्न सकौँ, यस्तो जीवन हामीलाई दिनुहोस्। विशेष सन्देशद्वारा हामी सबैसँग तपाईँ कुरा गर्नुभयो, त्यसैले हामी तपाईँलाई धन्यवाद दिन्छौँ। रोपिएको यो वचन हाम्रो जीवनमा फलवन्त हुन सकौँ। हामी तपाईँको छोरा या छोरी भइकन पिता यस संसारमा हामी प्रकाशित हुन सकौँ, सहायता गर्नुहोस्। यस संसारमा तपाईँको सन्तान भएर जिउन सकौँ, सहायता गर्नुहोस्। तपाईँले कसैलाई शान्ति दिन भन्यो भने हामी शान्ति दिने अवस्थामा रहन सकौँ। कसैलाई दृढ गर भनेपछि दृढ गर्ने मन हामीलाई दिनुहोस् पिता। कसैलाई सहायता गर, मद्दत गर भनेपछि, कसैको निम्ति प्रार्थना गर भनेपछि, कसैलाई आर्थिक सहायता गर भनेपछि पिता हामी गर्न सकौँ, सहायता गर्नुहोस्। पिता हरेक दिन हामी तपाईँको छोरा वा छोरीको रूपमा जिउन सकौँ, यस्तो जीवन हामी सबैलाई दिनुहोस्। येशूको नाममा माग्दछु पिता, आमेन।